नमस्ते साथीहरू, अडियो साथीमा तपाईंलाई स्वागत छ। साथीहरू, एक पल रोकिएर आफैसँग एउटा इमानदार प्रश्न सोध्नुहोस्। के तपाईँको जीवन तपाईँको नियन्त्रणमा छ वा तपाईँका भावनाहरू, विचलनहरू र परिस्थितिहरूले तपाईँको जीवन चलाइरहेका छन्? के तपाईँले कहिले महसुस गर्नुभएको छ कि तपाईँ सबै कुरा जान्नुहुन्छ, तैपनि हरेक दिन उही गल्तीहरू दोहोर्याउनुहुन्छ? प्रेरणा आउँछ तर अनुशासन टिक्दैन। शान्ति चाहनुहुन्छ तर दिमाग शोरले भरिएको हुन्छ। यदि यो सत्य हो भने आजको यो भिडियो तपाईका लागि केवल एउटा भिडियो मात्र होइन, बरु एउटा मानसिक रिसेट बन्नेछ। संसार छिटो छ, कोलाहलपूर्ण छ, अनिश्चित छ। मानिसहरू बदलिन्छन्, परिस्थितिहरू बदलिन्छन्, योजनाहरू भत्किन्छन्, तर स्टोइक दर्शनले हामीलाई एउटा शान्त शक्ति सिकाउँछ। यस्तो शक्ति जो बाहिरी संसारबाट होइन, भित्री नियन्त्रणबाट उत्पन्न हुन्छ। स्टोइजम कुनै भावनारहित जीवन सिकाउँदैन, बरु यो सिकाउँछ कि भावनाहरू तपाईका मालिक हुनु हुँदैन र अनुशासन कुनै सजाय होइन, बरु स्वतन्त्रताको बाटो हो। यही मानसिकता सदियौं अघि सम्राटहरू, योद्धाहरू र चिन्तकहरूलाई बलियो बनाउँथ्यो र आज त्यही मानसिकता तपाईको आधुनिक जीवनलाई स्थिर बनाउन सक्छ। यो भिडियोमा हामी कुरा गर्नेछौँ द 8 स्टोइक डिसिप्लिन माइन्डसेटको 8 यस्ता कालातीत सिद्धान्तहरू जसले तपाईलाई सिकाउनेछन् कि नियन्त्रण कहाँ लगाउने र कहाँ छोड्ने, दिमागलाई शान्त कसरी राख्ने, असुविधाबाट डराउने होइन बरु त्यसलाई शिक्षक बनाउने कसरी, वर्तमान क्षणमा बाँच्नु के हो, भावनाहरूलाई दबाउने होइन बरु मास्टर गर्ने कसरी, र पूर्णताको पछाडि दौडनेको सट्टा दैनिक प्रगतिबाट जीवन कसरी बदलिन्छ। यो कुनै सतही प्रेरणा होइन, यो गहिरो, व्यावहारिक र जीवनमा लागू गर्न सकिने बुद्धि हो जसलाई तपाईँ आजैबाट प्रयोग गर्न सक्नुहुन्छ। तपाईँ यो भिडियोबाट सिक्नुहुनेछ कि स्पष्टता कसरी उत्पन्न हुन्छ जब तपाईँ व्यर्थको चिन्ता छोड्नुहुन्छ, अनुशासन कसरी स्वाभाविक बन्छ जब तपाईँ साना साना कदमहरूलाई निरन्तरता दिनुहुन्छ, डर र अत्यधिक सोचाइलाई कार्यमा कसरी बदल्ने, र सबभन्दा महत्त्वपूर्ण भित्री शान्ति कसरी आउँछ जब बाहिरी अराजकता तपाईलाई भित्रबाट हल्लाउन सक्दैन। यो भिडियो ती मानिसहरूका लागि हो जो बलियो देखिन चाहँदैनन्, बरु साँच्चै बलियो बन्न चाहन्छन्, जो चाहन्छन् कि उनीहरूको मानसिकता मौसम जस्तै नबदलियोस्, बरु चट्टान जस्तै स्थिर रहोस्। र एउटा कुरा ध्यान राख्नुहोस्, यो भिडियो आधा हेरेर छोड्नु ठिक त्यस्तै हुनेछ जस्तो किताब खोलेर पहिलो 2 पृष्ठ पढेर यो मान्नु कि पुरै कथा बुझियो। स्टोइक मानसिकता बिस्तारै निर्माण हुन्छ, हरेक सिद्धान्त एक अर्कासँग जोडिएको हुन्छ। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नु अत्यन्त आवश्यक छ, किनकि अन्तिम पाठहरू नै हुन् जसले पुरै मानसिकतालाई पूरा गर्छन्। यदि तपाईँ आफ्नो जीवनमा अनुशासन चाहनुहुन्छ जो दबावमा पनि नटुटोस्, फोकस चाहनुहुन्छ जो विचलनबाट नबिखरियोस्, र यस्तो मानसिकता चाहनुहुन्छ जो तपाईलाई भित्रबाट बलियो बनाओस् भने यो भिडियो तपाईका लागि हो। र यदि तपाईँ यस्तै गहिरा जीवन बदल्ने सिद्धान्त, सारांशहरू र मानसिकता परिवर्तन गर्ने सामग्री चाहनुहुन्छ भने अहिले नै अडियो साथी च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यहाँ हरेक भिडियोले तपाईलाई केवल प्रेरित मात्र गर्दैन, बरु तपाईलाई सोच्ने, बदलिने र बढ्नेमा बाध्य पार्छ। त्यसैले अब कुनै विचलन बिना आफ्नो फोन साइडमा राख्नुहोस्, भोल्युम अलिकता बढाउनुहोस् र आफ्नो दिमागलाई खुला राख्नुहोस्, किनकि आउँदा केही मिनेटमा तपाईँ केवल स्टोइजिजमको बारेमा मात्र सिक्नुहुने छैन, तपाईँ आफैभित्र एउटा नयाँ अनुशासन मानसिकता बन्दै गरेको महसुस गर्नुहुनेछ। अध्याय 1, नियन्त्रण गर्नुहोस् जे तपाईँ गर्न सक्नुहुन्छ, छोड्नुहोस् जे तपाईँ सक्नुहुन्न। जीवनमा सबभन्दा बढी पीडा त्यहाँ हुँदैन जहाँ परिस्थितिहरू खराब हुन्छन्, बरु त्यहाँ हुन्छ जहाँ हामी ती कुराहरूलाई नियन्त्रण गर्ने कोसिस गर्छौँ जुन कहिल्यै हाम्रो हातमा थिएनन्। मानिसहरूले के सोच्लान्, बजारले के गर्ला, अगाडिको व्यक्तिले कसरी प्रतिक्रिया गर्ला, विगतमा के भयो, भविष्यमा के हुनेछ। यही त्यो ठाउँ हो जहाँ मानिसले आफ्नो सबभन्दा बढी ऊर्जा खेर फाल्छ। स्टोइक मानसिकता यहीँबाट सुरु हुन्छ, एउटा स्पष्ट, सरल र कठोर सत्य स्वीकार गरेर कि हरेक कुरा तिम्रो नियन्त्रणमा हुँदैन, तर तिम्रो प्रतिक्रिया सधैँ तिम्रो नियन्त्रणमा हुन्छ। सोच्नुहोस्, यदि आज कसैले तपाईको मेहनतलाई बेवास्ता गर्यो, कसैले तपाईसँग अनुचित व्यवहार गर्यो वा परिस्थितिहरू तपाईको
योजना अनुसार चलेन भने के साँच्चै त्यसले तपाईँको शक्ति खोज्छ? होइन। तपाईँको शक्ति तब जान्छ जब तपाईँ ती परिस्थितिहरूलाई आफ्नो दिमागमा हावी हुन दिनुहुन्छ। स्टोइक अनुशासनले तपाईँलाई सिकाउँछ कि आफ्नो ऊर्जालाई त्यहाँ लगानी गर्नुहोस् जहाँ त्यसको प्रतिफल मिल्छ, आफ्ना कार्यहरू, आफ्ना छनौटहरू र आफ्नो दृष्टिकोणमा, किनकि यी 3 कुराहरू नै हुन् जो हरेक अवस्थामा तपाईँको हातमा रहन्छन्। जब तपाईँ यो बुझ्न थाल्नुहुन्छ कि परिणाम तपाईँको काम होइन, प्रयास तपाईँको काम हो भने दिमाग आफै हल्का हुन थाल्छ, चिन्ता कम हुन्छ, स्पष्टता बढ्छ। तपाईँ नतिजाको पछाडि दौडनेको सट्टा प्रक्रियामा केन्द्रित हुन सिक्नुहुन्छ र यहीँबाट वास्तविक अनुशासन जन्मिन्छ। यस्तो अनुशासन जो प्रेरणा गएपछि पनि टिकिरहन्छ। स्टोइकहरू मान्छन् कि बाहिरी संसार सधैँ अनिश्चित रहनेछ, तर भित्री संसार अनुशासित हुन सक्छ यदि तपाईँले त्यसलाई प्रशिक्षित गर्नुहुन्छ भने। नियन्त्रण छोड्नु कमजोरी होइन, यो परिपक्वता हो, यो बुद्धिमानी हो। जब तपाईँ हरेक कुरामा प्रतिक्रिया दिन बन्द गर्नुहुन्छ, तब तपाईँ आफ्ना भावनाहरूका दास रहनुहुन्न। तपाईँ रोकिन सिक्नुहुन्छ, सोच्नुहुन्छ र त्यसपछि प्रतिक्रिया दिनुहुन्छ। यही रोकाइले तपाईँलाई बाँकी मानिसहरूबाट अलग बनाउँछ। यही रोकाइले तपाईँलाई अराजकतामा पनि स्थिर राख्छ। ध्यान दिनुहोस्, तपाईँ कति समय ती कुराहरूमा सोचेर बिताउनुहुन्छ जुन बदल्नै सकिँदैन। यदि त्यही समय तपाईँ आफ्ना सिपहरू, स्वास्थ्य, फोकस र चरित्र निर्माणमा लगाउनुहुन्छ भने तपाईँको जीवन केही महिनामै फरक देखिन थाल्छ। स्टोइक अनुशासन कुनै जादु होइन, यो दैनिक अभ्यास हो। हरेक दिन आफैसँग सोध्नु कि आज मैले कुन कुरामा नियन्त्रण लगाएँ र कुन कुरालाई व्यर्थमा समाति राखेँ। जुन दिन तपाईँ साँच्चै यो सिक्नुहुन्छ कि मेरो शान्ति अरूको व्यवहारमा निर्भर गर्दैन, त्यही दिन तपाईँ मानसिक रूपमा स्वतन्त्र हुनुहुन्छ र यही स्वतन्त्रता स्टोइक मानसिकताको पहिलो जित हो। नियन्त्रण जहाँ आवश्यक छ त्यहाँ बलियोसँग समात्नुहोस् र जहाँ छैन त्यहाँ शान्तिसँग छोड्नुहोस्। यही स्टोइक अनुशासनको जग हो र यहीबाट तपाईँको भित्री शक्ति बन्न थाल्छ। अध्याय 2। आफ्ना सोचहरूलाई अनुशासन गर्नुहोस्, पहिले ती तपाईँलाई नियन्त्रण गर्नुअघि। तपाईँको जीवन बाहिरबाट जति देखिन्छ, वास्तवमा त्योभन्दा धेरै भित्रबाट बन्छ। परिस्थितिहरू उही हुन्छन्, तर हरेक मानिसले तिनलाई फरक तरिकाले महसुस गर्छ। कसैका लागि त्यही स्थिति तनाव बन्छ र कसैका लागि त्यही अवस्था बढ्ने अवसर। फरक केवल एउटा कुराको हुन्छ, सोचको। स्टोइक मानसिकता यहीँबाट एउटा गहिरो सत्य अगाडि राख्छ कि तपाईँको दिमागले तपाईँको वास्तविकता बनाउँछ र यदि दिमाग अनुशासित छैन भने जीवन कहिले स्थिर हुन सक्दैन। धेरैजसो मानिसहरू आफ्ना सोचहरूलाई तथ्य मान्छन्। जे दिमागमा आयो त्यही सत्य। डर आयो भने खतरा छ भन्ने मान्छ। शङ्का आयो भने आफैमाथि शङ्का गर्न थाल्छ। तर स्टोइक दृष्टिकोणले तपाईँलाई सिकाउँछ कि हरेक सोच सत्य हुँदैन, हरेक भावना सही दिशा दिँदैन। अनुशासनको मतलब यो होइन कि सोच बन्द गर्नुहोस्, बरु यो कि सोचलाई निरीक्षण गर्न सिक्नुहोस्। एउटा कदम पछाडि हटेर हेर्नुहोस् कि दिमागले कुन कथा सुनाइरहेको छ र के त्यो कथा साँच्चै सहयोगी छ वा केवल कोलाहल मात्र हो। जब तपाईँ आफ्ना सोचहरूलाई फिल्टर बिना स्वीकार गर्न बन्द गर्नुहुन्छ, तब मात्र वास्तविक नियन्त्रण सुरु हुन्छ। अत्यधिक सोचाइ त्यही जन्मिन्छ जहाँ कार्यको ठाउँमा कल्पना लिन्छ। डर पनि त्यही बढ्छ जहाँ भविष्यलाई बारम्बार दिमागमा रिप्ले गरिन्छ। स्टोइक अनुशासनले तपाईलाई वर्तमानमा ल्याउँछ, जहाँ कार्य सम्भव छ। यहाँ सोच स्पष्ट हुन्छ, केन्द्रित हुन्छ र व्यावहारिक बन्छ। एउटा अनुशासित दिमाग सङ्कटमा निर्णय लिँदैन, त्यो रोकिन्छ, सास फेर्छ र त्यसपछि तर्कले जवाफ दिन्छ। यही कारण स्टोइकहरू भावनाहरूलाई दबाउँदैनन्, बरु तिनलाई बुझ्छन्। भावना आउनु स्वाभाविक हो, तर भावना अनुसार प्रतिक्रिया दिनु छनोट हो। जब तपाईँ यो छनोट सचेत रूपमा लिन थाल्नुहुन्छ, तब तपाईँको मानसिक शक्ति बिस्तारै बलियो हुँदै जान्छ। ध्यान दिनुहोस्, तपाईँको दिमाग या त तपाईँको सबभन्दा ठूलो साथी बन्न सक्छ वा सबभन्दा ठूलो शत्रु। त्यही दिमागले तपाईँलाई रातभरि जगाएर हैरान पार्न सक्छ र त्यही दिमागले तपाईँलाई कठिन परिस्थितिमा पनि शान्त राख्न सक्छ। फरक केवल अनुशासनको हो। दैनिक आफ्ना सोचहरूलाई प्रशिक्षित गर्ने, अनावश्यक चिन्ताहरूलाई चुनौती दिने र स्पष्टतासँग सोच्ने बानी बनाउने।
यही स्टोइक मानसिकताको वास्तविक शक्ति हो। जुन दिन तपाईँ आफ्नो दिमागलाई नियन्त्रण गर्न सिक्नुहुन्छ, त्यही दिन बाहिरी संसारको प्रभाव आफै कम हुन थाल्छ, किनकि तब तपाईको शान्ति परिस्थितिमा होइन, तपाईको सोचमा निर्भर गर्छ र यही सोचले बिस्तारै तपाईको पुरै जीवनलाई आकार दिन थाल्छ। अध्याय 3 सद्गुण छान्नुहोस् आरामभन्दा माथि। मानिस स्वभावले आरामतर्फ तानिन्छ। जे सजिलो छ त्यही सही लाग्न थाल्छ। जसले तुरुन्त राम्रो महसुस गराउँछ त्यही छानिन्छ। तर स्टोइक मानसिकताले यही सबभन्दा ठूलो प्रश्न खडा गर्छ, के जे आरामदायी छ त्यही सही पनि छ? धेरै जसो पटक जवाफ हुन्छ, होइन। आरामले प्राय छोटो अवधिको सुख दिन्छ, जबकि सद्गुण दीर्घकालीन शक्ति बनाउँछ र अनुशासनको वास्तविक परीक्षा सधैँ त्यहाँ हुन्छ जहाँ सजिलो बाटो अगाडि उभिएको हुन्छ। सद्गुणको मतलब पूर्णता होइन, यसको मतलब सही कुरा छान्नु हो। तब पनि जब कोही हेर्दैन, तब पनि जब त्यस गर्नमा मेहनत लाग्छ, पीडा हुन्छ वा अहङ्कारलाई चोट पुग्छ। स्टोइकहरू मान्छन् कि चरित्र त्यही हो जुन तपाईँ तब बन्नुहुन्छ जब तपाईसँग छोटो बाटो लिने पूरा अवसर हुन्छ, तर तपाईँ फेरि पनि सही बाटो छान्नुहुन्छ। यही छनोट बिस्तारै तपाईलाई भित्रबाट बलियो बनाउँछ। आजको संसार आरामलाई सफलता ठान्छ। बढी आराम, कम प्रयास, छिटो नतिजा। तर आराममा टिकेको जीवन कमजोर हुन्छ। अलिकता दबाव आयो कि फोकस टुट्यो, अनुशासन गिर्यो। स्टोइक अनुशासन यसको विपरीत चल्छ। यो तपाईलाई तयार पार्छ कि जब जीवन असुविधाजनक हुन्छ तब पनि तपाईँ आफ्ना सिद्धान्तहरूबाट नडगमगाउनुहोस्, किनकि सिद्धान्तहरू नै त्यो लङ्गर हुन् जसले तपाईलाई आँधीमा पनि स्थिर राख्छ। सोच्नुहोस्, बिहान चाँडो उठ्नु आरामदायी हुँदैन। व्यायाम गर्नु, आत्मनियन्त्रण राख्नु, सत्य बोल्नु, सीमाहरू बनाउनु, यी मध्ये कुनै पनि कुरा सजिलो छैन। तर यही छनोटहरूले समयसँगै आत्मविश्वास उत्पन्न गर्छन्। जब तपाईँ बारम्बार सही काम छान्नुहुन्छ, तब दिमागलाई सङ्केत मिल्छ कि तपाईँ विश्वसनीय हुनुहुन्छ र आत्मविश्वास भन्दा ठूलो कुनै शक्ति हुँदैन। सद्गुण आरामभन्दा माथि छान्नुको मतलब यो पनि हो कि तपाईँ तत्काल सन्तुष्टिलाई हो भन्न सिक्नुहुन्छ। हरेक इच्छालाई पूरा गर्नु आवश्यक छैन, हरेक चाहनालाई पछ्याउनु आवश्यक छैन। स्टोइक मानसिकताले सिकाउँछ कि इच्छाको दास बन्नुको सट्टा त्यसलाई शासन गर्न सिक्नुहोस्। यही शासनले अनुशासनलाई जीवनशैली बनाउँछ, न कि अस्थायी चरण। अन्तमा आरामले तपाईलाई केही समय राम्रो महसुस गराउन सक्छ, तर सद्गुणले तपाईलाई वर्षौंसम्म बलियो बनाउँछ। आरामले तपाईलाई बचाउँछ, सद्गुणले तपाईलाई बनाउँछ। र जुन मानिस दैनिक अलिकता असुविधा सहँदै पनि सही बाटो छान्छ, त्यही बिस्तारै यस्तो चरित्र बनाउँछ जसलाई परिस्थितिले हल्लाउन सक्दैन। यही स्टोइक अनुशासनको वास्तविक पहिचान हो। सही छान्नु, चाहे त्यो जतिसुकै कठिन किन नहोस्। अध्याय 4 असुविधालाई शिक्षकको रूपमा अँगाल्नुहोस्। धेरै जसो मानिसहरू असुविधाबाट भाग्छन्। जस्तै जीवन अलिकता कठिन हुनासाथ मानिस त्यसलाई अनुचित भन्दै अस्वीकार गर्न थाल्छ। पीडा, सङ्घर्ष, ढिलाइ यी सबलाई शत्रु मानिन्छ। तर स्टोइक मानसिकताले असुविधालाई शत्रु होइन, शिक्षक मान्छ। किनकि जुन कुराले तपाईलाई तोड्न सक्छ, त्यही तपाईलाई बनाउन पनि सक्छ। यो यस कुरामा निर्भर गर्छ कि तपाईँ त्यसलाई कसरी हेर्नुहुन्छ। जब सबै कुरा सजिलो चलिरहेको हुन्छ, तब चरित्रको वास्तविक शक्ति अगाडि आउँदैन। वास्तविक परीक्षा तब हुन्छ जब परिस्थितिहरू तपाईँ विरुद्ध उभिन्छन्, जब मेहनतका बावजुद नतिजा मिल्दैन, जब मानिसहरू बुझ्नुको सट्टा न्याय गर्न थाल्छन्, जब धैर्यता समाप्त हुन थाल्छ। यस्तो समयमा असुविधाले तपाईलाई एउटा ऐना देखाउँछ कि तपाईँ भित्रबाट कति बलिया हुनुहुन्छ र कहाँ अझै काम बाँकी छ। स्टोइक अनुशासनले तपाईलाई सिकाउँछ कि असुविधालाई टार्ने होइन, स्वीकार गर्न सिक्नुहोस्। स्वीकार गर्नुको मतलब हार मान्नु होइन, यसको मतलब वास्तविकतासँग लड्न बन्द गर्नु र आफ्नो पूरै ऊर्जा सही प्रतिक्रिया दिनमा लगाउनु हो। जब तपाईँ पीडालाई प्रतिरोध गर्न छोड्नुहुन्छ, तब दिमाग शान्त हुन थाल्छ र शान्त दिमागले मात्र सही निर्णय लिन सक्छ। सोच्नुहोस्, यदि जिममा तौल हल्का भयो भने मांसपेशी बढ्दैन। ठीक त्यस्तै
जीवनमा यदि प्रतिरोध नभए चरित्र विकास हुँदैन। असुविधाले तपाईको धैर्यता बढाउँछ, तपाईको सहनशीलता बलियो बनाउँछ र तपाईको सोचलाई तीखो बनाउँछ। हरेक सङ्घर्षले तपाईलाई केही न केही सिकाउन आउँछ, कहिले विनम्रता, कहिले साहस, कहिले आत्मनियन्त्रण। डर र असुविधा प्राय सँगै हिँड्छन्, तर स्टोइक मानसिकताले सिकाउँछ कि डरलाई समाप्त गर्नु आवश्यक छैन। त्यसका बावजुद अगाडि बढ्नु आवश्यक छ। जब तपाईँ दैनिक अलिकता असुविधाजनक काम गर्न सिक्नुहुन्छ, तब दिमागलाई सङ्केत मिल्छ कि तपाईँ डरभन्दा ठूला हुनुहुन्छ। यही अभ्यासले बिस्तारै डरलाई कमजोर पारिदिन्छ। सबभन्दा ठूलो कुरा असुविधा अस्थायी हुन्छ, तर त्यसबाट प्राप्त शक्ति स्थायी हुन सक्छ। यदि तपाईँ हरेक कठिनाइबाट सिक्ने दृष्टिकोण राख्नुहुन्छ भने कुनै पनि अवस्थाले तपाईलाई तोड्न सक्दैन। जीवन सजिलो हुने वाचा गर्दैन, तर स्टोइक अनुशासनले तपाईलाई तयार पार्छ कि तपाईँ कठिनाइहरूमा पनि स्थिर रहनुहोस्। जब असुविधा तपाईको शत्रु रहँदैन, तब त्यो तपाईको सबभन्दा ठूलो शिक्षक बन्छ र त्यही शिक्षकले तपाईलाई त्यो स्तरसम्म पुर्याउँछ जहाँ तपाईँ आफैमाथि विश्वास गर्न सिक्नुहुन्छ। अध्याय 5, वर्तमान क्षणमा बाँच्नुहोस्। धेरैजसो मानिसको दिमाग त्यहाँ हुँदैन जहाँ उसको शरीर हुन्छ। शरीर आजमा उभिएको हुन्छ, तर सोच या त विगतमा अल्झिरहेको हुन्छ वा आउने भोलिबाट डराइरहेको हुन्छ। पछुतो र चिन्ताको बीचमा फसेको मानिसले बिस्तारै आफ्नो सबभन्दा ठूलो शिक्षक बन्छ र त्यही शिक्षकले तपाईलाई त्यो स्तरसम्म पुर्याउँछ जहाँ तपाईँ आफैमाथि विश्वास गर्न सिक्नुहुन्छ। अध्याय 5, वर्तमान क्षणमा बाँच्नुहोस्। धेरैजसो मानिसको दिमाग त्यहाँ हुँदैन जहाँ उसको शरीर हुन्छ। शरीर आजमा उभिएको हुन्छ, तर सोच या त विगतमा अल्झिरहेको हुन्छ वा आउने भोलिबाट डरिरहेको हुन्छ। पछुतो र चिन्ताको बीचमा फसेको मानिसले बिस्तारै आफ्नो सबभन्दा ठूलो शक्ति गुमाउँछ। वर्तमान क्षण। स्टोइक मानसिकताले यस कुरामा जोड दिन्छ कि वास्तविक जीवन अहिले चलिरहेको छ, न कि सम्झनाहरूमा वा कल्पनाहरूमा। विगतलाई बदल्न सकिँदैन, चाहे तपाईँ त्यसलाई जति पटक रिप्ले गर्नुहोस्। भविष्यलाई नियन्त्रण गर्न सकिँदैन, चाहे तपाईँ जति पनि योजना बनाउनुहोस्। तर यो पलमा तपाईँ के सोच्नुहुन्छ, के गर्नुहुन्छ र कसरी प्रतिक्रिया गर्नुहुन्छ, यो पूर्ण रूपमा तपाईको हातमा छ। जब मानिसले यो बुझ्छ, तब चिन्ता आफै कमजोर हुन थाल्छ, किनकि धेरैजसो डर ती कुराहरूबाट जन्मिन्छ जुन अझै भएका छैनन्। वर्तमानमा बाँच्नुको मतलब लापरवाह हुनु होइन। यसको मतलब पूर्ण ध्यानसँग काम गर्नु हो। जब तपाईँ कुनै कार्यमा पूर्ण रूपमा उपस्थित हुनुहुन्छ, तब त्यही काम राम्रो हुन्छ, छिटो हुन्छ र कम ऊर्जामा पूरा हुन्छ। स्टोइक अनुशासनले फोकस सिकाउँछ। एक समय, सङ्गीतमा एक काम, एक निर्णय, एक कदम। बहुकार्यता दिमागलाई व्यस्त राख्छ, तर उपस्थितिले दिमागलाई शक्तिशाली बनाउँछ। ध्यान दिनुहोस्, जब तपाईँ वर्तमानमा हुनुहुन्छ, तब पछुतो र डर दुवैको सङ्गीत पकड ढिलो हुन थाल्छ। तपाईँ तुलना गर्न छोड्नुहुन्छ, अरूको जीवनबाट आफ्नो जीवन नाप्न बन्द गर्नुहुन्छ, किनकि अहिलेको पल केवल तपाईको हुन्छ। यही कारण स्टोइकहरू साना साना कुराहरूमा पनि सन्तोष पाउँछन्। एउटा सही निर्णय, सङ्गीत, एउटा शान्त प्रतिक्रिया, एउटा इमानदार प्रयास। वर्तमान क्षणमा बाँच्नु अनुशासन माग्छ। बारम्बार दिमाग भड्किनेछ, सङ्गीत पुराना सम्झनाहरू तान्नेछन्, भविष्यको चिन्ताले बोलाउनेछ। तर हरेक पटक जब तपाईँ ध्यान फेरि अहिलेमा ल्याउनुहुन्छ, तपाईँ आफ्नो दिमागलाई प्रशिक्षित गरिरहनु भएको हुन्छ। यही प्रशिक्षण समयसँगै मानसिक स्थिरता बन्छ। जीवन लामो हुँदैन, तर क्षणहरूले भरिएको हुन्छ, र जुन मानिस हरेक पललाई पूर्ण रूपमा बाँच्न सिक्छ, त्यही साँच्चै जीवित हुन्छ। स्टोइक मानसिकताले तपाईलाई सिकाउँछ कि शान्ति कहीँ बाहिर छैन, यो पलमा नै लुकेको छ। जब तपाईँ अहिलेलाई समात्नुहुन्छ, सङ्गीत, तब जीवन आफै सजिलो हुँदैन, तर तपाईँ त्यसलाई सम्हाल्न लायक अवश्य बन्नुहुन्छ। अध्याय 6, आफ्ना भावनाहरूलाई मास्टर गर्नुहोस्, तिनलाई दबाउनुहोस् होइन। मानिस प्राय भावनाहरूलाई दुई चरममा हेर्छ, या त तिनलाई पूर्ण रूपमा पछ्याउँछ वा तिनलाई दबाउने कोसिस गर्छ। रिस आयो भने फुट्छ, डर आयो भने रुकिन्छ, दुःख आयो भने आफैलाई कमजोर मान्छ। अर्कोतर्फ केही मानिसहरू भावनाहरूलाई कमजोरी ठानेर तिनलाई दबाउन थाल्छन्। स्टोइक मानसिकताले यी दुवै बाटोलाई गलत मान्छ। यहाँ कुरा भावनाहरूलाई समाप्त गर्ने होइन, तिनलाई बुझेर नियन्त्रणमा राख्ने हो। भावनाहरू आफैमा राम्रा वा नराम्रा हुँदैनन्,
ती केवल सङ्केतहरू हुन् जसले बताउँछन् कि दिमागले कुनै अवस्थालाई कसरी व्याख्या गरिरहेको छ। समस्या तब सुरु हुन्छ जब भावना बिना सोचे सम्झे कार्य बन्छ। स्टोइक अनुशासनले भावना र प्रतिक्रिया बीचको त्यो खाली स्थानलाई बलियो बनाउँछ। त्यही सानो खाली स्थानले तपाईलाई प्रतिक्रिया गर्नबाट बचाउँछ र प्रतिक्रिया गर्न शक्ति दिन्छ। जब रिस आउँछ, स्टोइक व्यक्ति त्यसलाई इन्कार गर्दैन। त्यो रोकिन्छ, सास फेर्छ र आफैसँग सोध्छ, के यो प्रतिक्रिया मेरो नियन्त्रणमा छ? के यसले अवस्थालाई राम्रो बनाउँछ? यही रोकाइमा भावनात्मक बुद्धिमत्ता जन्मिन्छ। डर होस् वा कुण्ठा, हरेक भावनालाई निरीक्षण गर्नाले त्यसको तीव्रता कम हुन थाल्छ। किनकि जुन कुरा हेर्दा हेर्दै हुन्छ त्यसले स्वतः तपाईलाई नियन्त्रण गर्न सक्दैन। भावनाहरूलाई मास्टर गर्नुको मतलब ढुङ्गो हृदय बन्नु होइन। यसको मतलब स्पष्टतासँग महसुस गर्नु हो। दुःख आयो भने त्यसलाई महसुस गर्नुहोस्, तर त्यसमा डुबेर आफ्ना सिद्धान्तहरू नभुल्नुहोस्। खुसी आयो भने त्यसलाई जिउनुहोस्, तर त्यसको भरोसामा लापरवाह नबन्नुहोस्। स्टोइक मानसिकताले सन्तुलन सिकाउँछ, जहाँ हृदय र दिमाग दुवै सँगै हिँड्छन्, तर स्टियरिङ व्हील दिमागको हातमा रहन्छ। ध्यान दिनुहोस्, धेरैजसो द्वन्द्वहरू भावनाबाट होइन, अनपरीक्षित भावनाबाट जन्मिन्छन्। जब तपाईँ आफूभित्र चलिरहेको भावनात्मक आँधीलाई चिन्न सिक्नुहुन्छ, तब बाहिरी संसारको प्रभाव आफै कम हुन थाल्छ। मानिसहरू उही रहनेछन्, परिस्थितिहरू उही रहनेछन्, तर तपाईँको प्रतिक्रिया बदलिनेछ र त्यही परिवर्तन तपाईँको सबभन्दा ठूलो जित हुनेछ। जुन मानिस आफ्ना भावनाहरूको मालिक बन्छ, त्यो अरूको दास रहन सक्दैन। स्टोइक अनुशासनले तपाईँलाई यही स्वतन्त्रता दिन्छ। आफूभित्रका भावनाहरू आउनेछन्, जानेछन्, तर ती तपाईँको पहिचान बन्दैनन्। पहिचान बन्छ तपाईँको स्पष्टता, तपाईँको आत्मनियन्त्रण र तपाईँको जीवनले तपाईँलाई हल्लाउने कोसिस गर्दा पनि शान्त रहने क्षमता। अध्याय 7। दैनिक आत्मचिन्तन अभ्यास गर्नुहोस्। जीवन छिटो दौडिन्छ र त्यही गतिमा मानिस आफैबाट टाढा हुँदै जान्छ। दिन सकिन्छ, तर हामीलाई याद पनि रहँदैन कि हामीले कसरी बाँच्यौँ, के सही गर्यौँ, कहाँ बहकियौँ र कुन ठाउँमा हामी आफ्ना मूल्यहरूबाट सम्झौता गर्यौँ। यी प्रश्नहरूमा सोच्ने समय नै मिल्दैन। स्टोइक मानसिकताले यहाँ एउटा शान्त तर शक्तिशाली अभ्यास सिकाउँछ। दैनिक आत्मचिन्तन, आफैसँग दैनिक भेट्ने बानी। आत्मचिन्तनको मतलब आफैलाई दोष दिनु होइन, यो आत्मपरीक्षण हो, आत्मइमानदारी हो। जब दिनको अन्त्यमा तपाईँ केही मिनेट शान्तिसँग बसेर आफ्ना कार्यहरूलाई हेर्नुहुन्छ, तब तपाईँ आफैलाई न्याय गर्नुहुन्न, बरु बुझ्न थाल्नुहुन्छ। यही समझ बिस्तारै आत्मजागरुकता बन्छ र आत्मजागरुकता बिना कुनै पनि अनुशासन टिक्दैन। दिनभरि हामी धेरै निर्णय लिन्छौँ, केही सही, केही गलत र केही केवल बानीमा। आत्मचिन्तनले ती स्वचालित ढाँचाहरूलाई तोड्छ। जब तपाईँ आफैसँग सोध्नुहुन्छ कि आज मैले कुन अवस्थामा धैर्यता गुमाएँ वा कहाँ डरले मलाई रोकेको थियो, तब अर्को पटक दिमाग पहिल्यै सतर्क हुन थाल्छ। यही प्रक्रियाले सुधारको जग राख्छ। जागरुकता बिना परिवर्तन सम्भव छैन। स्टोइक अनुशासनले दैनिक पूर्ण बन्न माग गर्दैन, यो दैनिक राम्रो बन्ने दिशा देखाउँछ। आत्मचिन्तनले तपाईलाई यो सिकाउँछ कि प्रगति साना साना सुधारहरूबाट बन्छ। आज अलिकता बढी शान्त रहेँ, आज अलिकता बढी इमानदार रहेँ, आज अहङ्कारलाई एकपटक रोके। यही साना जितहरू समयसँगै ठूलो चरित्र बनाइदिन्छन्। आत्मचिन्तनले तपाईलाई बहानाबाट पनि बाहिर निकाल्छ। जब तपाईँ आफैसँग इमानदार हुनुहुन्छ, तब अरूलाई दोष दिनु आवश्यक पर्दैन। तपाईँ बुझ्न थाल्नुहुन्छ कि हरेक अवस्थामा तपाईँको प्रतिक्रिया तपाईँको हातमा थियो। यही बोधले शक्ति दिन्छ, किनकि जसलाई थाहा छ कि गल्ती कहाँ भयो, त्यही त्यसलाई सुधार पनि गर्न सक्छ। रातको यो सानो अभ्यासले तपाईलाई भोलिको दिनका लागि मानसिक रूपमा तयार पार्छ। दिमाग हल्का हुन्छ, बोझ कम हुन्छ र स्पष्टता बढ्छ। स्टोइक मानसिकतामा आत्मचिन्तन एउटा ऐना जस्तै हो, जसले तपाईलाई त्यही देखाउँछ जो छ, न कि जो तपाईँ देखिन चाहनुहुन्छ। र जुन मानिस आफैलाई स्पष्ट हेर्ने साहस राख्छ, त्यही साँच्चै बढ्छ। दैनिक आत्मचिन्तनले अनुशासनलाई बानी बनाउँछ र बानी नै अन्तमा भाग्य बन्छ। अध्याय 8। प्रगतिमा केन्द्रित हुनुहोस्, पूर्णतामा होइन। धेरैजसो मानिसहरू सुरुवात नै गर्दैनन्, किनकि उनीहरूलाई पूर्ण सुरुवात चाहिन्छ। सही समय, सही मुड, सही योजना, सही आत्मविश्वास, सबै कुरा आदर्श भएपछि मात्र कार्य गर्नेछन्।
स्टोइक मानसिकताले यो फडानीलाई धेरै अघि नै चिनेको थियो। पूर्णताले दिमागलाई स्थिर पारिदिन्छ, जबकि प्रगतिले दिमागलाई अगाडि बढाउँछ। अनुशासनको वास्तविक मतलब निर्दोष हुनु होइन, निरन्तर हुनु हो। जब मानिस पूर्णताको पछाडि दौड्छ तब त्यो हरेक गल्तीलाई असफलता मान्छ। सानो चुक पनि ठूलो लाग्न थाल्छ र बिस्तारै प्रेरणा मर्न थाल्छ। स्टोइक अनुशासनले यसको विपरीत सिकाउँछ कि गल्ती बाटोको हिस्सा हो, अवरोध होइन। हरेक कदम, चाहे सानो किन नहोस्, यदि सही दिशामा छ भने त्यसको महत्त्व छ। प्रगतिको मतलब दैनिक जित्नु होइन। कहिलेकाहीँ प्रगति केवल यति हुन्छ कि तपाईँ हारेपछि पनि फेरि उभिनु भयो। कहिले केवल यति कि तपाईँले आज आफैसँग झुट बोल्नु भएन। कहिले केवल यति कि तपाईँले त्यही गल्ती फेरि दोहोर्याउनु भएन। यी साना साना कुराहरू बाहिरबाट देखिँदैनन्, तर भित्र धेरै कुरा बदलिदिन्छन्। स्टोइक मानसिकता दीर्घकालीन खेल खेल्छ। यहाँ तत्काल परिवर्तनको आशा हुँदैन, यहाँ प्रक्रियामाथि विश्वास हुन्छ। जब तपाईँ हरेक दिन अलिकता राम्रो बन्नमा केन्द्रित हुनुहुन्छ, तब दिमाग दबावबाट मुक्त हुन्छ। तपाईलाई पूर्ण देखिनु आवश्यक रहँदैन, केवल इमानदार रहनु आवश्यक हुन्छ, र इमानदारीले अनुशासनलाई टिकाउ बनाउँछ। पूर्णता अहङ्कारसँग जोडिएको हुन्छ, अरूलाई प्रभावित गर्ने चाहना। प्रगति इमानदारीसँग जोडिएको हुन्छ, आफैलाई राम्रो बनाउने चाहना। जब तपाईँ प्रगति छान्नुहुन्छ, तब तुलना आफै समाप्त हुन थाल्छ। तपाईँ अरूको गतिबाट होइन, आफ्नो दिशाबाट खुसी हुन थाल्नुहुन्छ। यही सन्तोषले तपाईँलाई लामो समयसम्म चल्ने शक्ति दिन्छ। जीवन रातारात बदलिँदैन, तर दैनिक साना निर्णयहरू, दैनिक साना प्रयासहरू मिलेर एक दिन ठूलो परिवर्तन बनाइदिन्छन्। स्टोइक अनुशासनले तपाईँलाई धैर्यता सिकाउँछ, आफूसँग धैर्यता। जब तपाईँ पूर्णता छोड्नुहुन्छ र प्रगतिलाई अँगाल्नुहुन्छ, तब यात्रा भारी लाग्दैन। तब अनुशासन बोझ होइन, जीवनशैली बन्छ, र त्यही जीवनशैलीले तपाईलाई त्यो मानिसमा बदलिदिन्छ जुन तपाईँ भित्रबाट बन्न चाहनुहुन्थ्यो। निष्कर्ष, जीवनमा सबभन्दा ठूलो लडाईँ बाहिर होइन, भित्र लडिन्छ। परिस्थितिहरू सधैँ बदलिरहनेछन्, मानिसहरू सधैँ हामीले चाहे अनुसार व्यवहार गर्ने छैनन्। योजनाहरू कहिले पूरा हुनेछन् त कहिले भत्किनेछन्। तर यी सबै बीच यदि केही साँच्चै तपाईको हातमा छ भने त्यो हो तपाईको मानसिकता। स्टोइक अनुशासन कुनै छोटो बाटो दिँदैन, कुनै तत्काल सफलताको वाचा गर्दैन। यो तपाईलाई बिस्तारै बलियो बनाउँछ, यति बलियो कि जीवनको अनिश्चितताले पनि तपाईलाई भित्रबाट हल्लाउन नसकोस्। यी 8 सिद्धान्तहरूको उद्देश्य तपाईलाई फरक मानिस देखाउनु होइन, बरु भित्रबाट स्थिर मानिस बनाउनु हो। नियन्त्रण सिक्नु, सोचहरूलाई प्रशिक्षित गर्नु, आरामभन्दा माथि उठ्नु, असुविधालाई शिक्षक बनाउनु, वर्तमानमा बाँच्नु, भावनाहरूलाई मास्टर गर्नु, दैनिक आफैसँग इमानदार हुनु र पूर्णता छोडेर प्रगति छान्नु। यी सबै मिलेर यस्तो जग बनाउँछन् जसमा कुनै पनि दबावले तपाईलाई तोड्न सक्दैन। यही स्टोइक मानसिकताको वास्तविक शक्ति हो। याद राख्नुहोस्, अनुशासन कुनै एक दिनको निर्णय होइन, यो दैनिक छनोट हो। हरेक बिहान उठेर अलिकता राम्रो बन्ने छनोट, हरेक कठिनाइमा सही प्रतिक्रिया दिने छनोट, र हरेक रात आफैसँग सत्य बोल्ने छनोट। जब तपाईँ यी साना साना छनोटहरू निरन्तर गर्नुहुन्छ, तब एक दिन तपाईलाई महसुस हुन्छ कि तपाईँ त्यही मानिस बन्नुभएको छ जसलाई कहिले तपाईँ केवल प्रशंसा मात्र गर्नुहुन्थ्यो। यदि यो भिडियोले तपाईलाई सोच्न बाध्य पारेको छ, यदि तपाईलाई लाग्यो कि हो मलाई पनि यही मानसिकता चाहिन्छ भने यसलाई यही नछोड्नुहोस्। यो सोचलाई आफ्नो दैनिक जीवनमा उतार्नुहोस्। एउटा सिद्धान्तबाट सुरुवात गर्नुहोस्, एउटा बानी बदल्नुहोस् र आफैलाई समय दिनुहोस्। परिवर्तन कोलाहल गरेर आउँदैन, त्यो चुपचाप भित्रबाट बन्छ। र यदि तपाईँ यस्तै गहिरा, अर्थपूर्ण र जीवन बदल्ने सामग्री चाहनुहुन्छ जहाँ केवल प्रेरणा होइन बरु वास्तविक परिवर्तनको कुरा हुन्छ भने अडियो साथी च्यानललाई अहिले नै सब्स्क्राइब गर्नुहोस्। यहाँ हरेक भिडियोले तपाईलाई राम्रो सोच्ने, बलियो बन्ने र आफ्नो नियन्त्रणमा बाँच्न सिकाउनका लागि बनाइन्छ। यो भिडियो पूरा हेर्नु भएकोमा धन्यवाद। याद राख्नुहोस्, संसार जित्नुभन्दा पहिले आफैलाई जित्नु आवश्यक छ।